सर यो ट्रु फल्स नट गिभनले त मेरो दिमागै खाइसक्यो भन्छ कि स्टुडेन्टले। खान्छ त नि। ट्रु फल्स नट गिभन भनेको के हो भनेर नबुझिकन गेस गरेकै आधारमा एन्सर गर्दाखेरि दिमाग मात्र होइन टाइम पनि खान्छ, स्कोर पनि खान्छ। ट्रु फल्स नट गिभन इज नट ए गेसिङ गेम, इट्स ए डिटेक्टिभ वर्क। ल अब बुझौँ है त। ट्रु हुनको लागि क्वेसनले भन्न खोजेको मिनिङ चाहिँ प्यासेजमा भएको मिनिङसँग एक्ज्याक्टली सेम हुनु पर्यो, नट सिमिलर, नट काइन्ड अफ सेम, यु नो, एक्ज्याक्टली 100% सिमिलर हुनु पर्यो, ट्विन्स जस्तो कि। फल्स हुनको लागि चाहिँ क्वेसनमा भएको मिनिङ चाहिँ प्यासेजसँग चाहिँ कन्ट्राडिक्ट गर्नु पर्यो। भन्नुको मतलब क्वेसनले जे भन्न खोजेको त्यो प्यासेजमा चाहिँ ठ्याक्कै उल्टो हुनु पर्यो। उल्टो भयो भने मात्र हुन्छ, नट डिफ्रेन्ट। डिफ्रेन्ट भएर मात्र भएन कि ठ्याक्कै उल्टो हुनु पर्यो, 100% अपोजिट हुनु पर्यो। जस्तै आई लभ आइल्स छ क्वेसनमा भनेपछि प्यासेजमा के हुनु पर्यो, आई हेट आइल्स नै हुनु पर्यो। यो भन्दा अरू कुनै छ भने प्रोबब्ली त्यो फल्स होइन, राइट। ट्रु हुनको लागि एक्ज्याक्टली सेम हुनु पर्यो, हेड टु टो। फल्स हुनको लागि एक्ज्याक्टली अपोजिट हुनु पर्यो, राइट। अब इन्ट्री हुन्छ भिलियनको, नट गिभन। नट गिभन हुनको लागि चाहिँ दुईटा केसेसहरू हुन्छ कि। एउटा फर्स्ट केस चाहिँ के हो त, नो आइडिया प्रेजेन्टेड। अब त्यो क्वेसनले भन्न खोजेको कुरा प्यासेजमा छँदै छैन। जस्तै द राइटर ड्रिङ्क्स कफी भनेर आयो क्वेसनमा, प्यासेजमा चियाको बारेमा नि कुरा गरेको छ, वाटरको बारेमा कुरा गरेको छ, राइटरको लाइफ प्रब्लम्सको बारेमा कुरा गरेको छ, तर कफीको कुरै गरेको छैन। कफी इज मिसिङ, नट इन्भाइटेड भनेपछि त्यो केसमा चाहिँ के हुन्छ, नट गिभन हुन्छ, राइट। सेकेन्ड केस चाहिँ पार्सियल इन्फर्मेसन दिएको छ तर पार्सियल आइडिया मात्र दिएको छ, राइट। यो चाहिँ डेन्जर जोन हो है। जस्तो द राइटर ड्रिङ्क्स कफी एभ्री मर्निङ भनेर क्वेसनमा छ, तर प्यासेजमा द राइटर ड्रिङ्क्स कफी मात्र छ, टाइम के छ, मिसिङ छ भने पछाडि आधी इन्फर्मेसन चाहिँ छ त्यहाँनिर तर सर्टेन इन्फर्मेसन मिसिङ छ भने पछाडि त्यो हाफ इन्फर्मेसन आउने बित्तिकै त्यसलाई पनि हामी के भन्छौँ, नट गिभन भन्छौँ, राइट। सो के बुझ्नु पर्यो, 100% म्याच गरेर आएको छ मिनिङ भनेपछि द्याट्स ट्रु, 100% अपोजिट छ भने द्याट्स फल्स। तर कहिलेकाहीँ 100% म्याच पनि गरेर आएको छैन र 100% अपोजिट पनि छैन, के हो दोधार भइरहेछ भनेपछि हानिदिन्छु बम्बई, चलिदिन्छु बम्बई। Your best friend is not given. So stop guessing. Start proving. That's how you beat the odds. Thank you so much.